नमस्कार अनि स्वागत छ साथीहरु मेरो YouTube च्यानलमा। आज चाहिँ तपाईहरुलाई सिकाउने छु कि श्रीमान प्रधान अध्यापकलाई चाहिँ नेपाली माध्यममा चाहिँ निवेदन कसरी लेख्ने चाहिँ यस भिडियोमा चाहिँ सम्पूर्ण जानकारी दिनेछु र तपाईहरुलाई धेरै सजिलो तरिकाले चाहिँ सिकाउने छु साथीहरु। त्यसकारणले यो भिडियो फुल वाच गरिदिनु होला र तपाईहरुको चाहिँ कोचिङमा होस्, तपाईहरु धेरै जना चाहिँ कोचिङ पनि पढ्छ र स्कुल पनि जान्छ। त्यसमा चाहिँ धेरै जनाको चाहिँ धेरै विद्यालयमा चाहिँ कुनै जस्तै कि धेरै विद्यालयमा साइन्स टिचरको चाहिँ अभाव हुन्छ, साइन्स टिचर हुँदैन र साइन्स टिचर चाहिँ साइन्स विषय पढाइ हुँदैन, अर्को टिचर आएर साइन्स टिचर राम्रोसित पढाउँदैन अथवा साइन्स टिचर छ तर राम्रोसित पढाउँदैन भने त्यस टिचरलाई कसरी चाहिँ लेख्ने कि यो टिचर चाहिँ चेन्ज गरेर चाहिँ अर्को नयाँ टिचर खोजेर ल्याइदिनु सर, चाहिँ आफ्नो प्रधानाध्यापकलाई चाहिँ कसरी निवेदन लेख्ने, आफ्नो प्रिन्सिपल सरसित है कसरी चाहिँ निवेदन लेख्ने। अर्थात् जस्तै कि कोचिङमा पढ्छौ, कोचिङमा चाहिँ इंग्लिश ग्रामर, नेपाली व्याकरण, म्याथ विषय राम्रोसित पढाउँदैछ, राम्रोसित नै पढाइ हुँदैछ, तर साइन्स पनि पढाउँदैछ र त्यसको चाहिँ तपाईहरु पढाइ बुझ्दिनु भने तपाईहरु चाहिँ अर्को नयाँ टिचर खोजेर ल्याइदिनु हुन चाहिँ कसरी चाहिँ प्रधानाध्यापकलाई चाहिँ निवेदन लेख्ने, त्यो चाहिँ आज यस भिडियोमा त्यही चाहिँ सबै तपाईहरुलाई सिकाउने छु कि कसरी चाहिँ आफ्नो श्रीमान प्रधानाध्यापक ज्यूलाई चाहिँ निवेदन लेख्ने। त्यसकारणले यो भिडियो तपाईहरुको लागि धेरै नै महत्त्वपूर्ण हुनेछ र अहिलेसम्म मेरो YouTube च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला साथीहरु। आजको भिडियोतिर लागौ साथीहरु। म चाहिँ यसमा चाहिँ एकजना कमेन्ट गर्नुभएको थियो कि चाहिँ विज्ञान विषयको चाहिँ शिक्षक परिवर्तन सम्बन्धी चाहिँ निवेदन चाहिँ त्यस विषयमा चाहिँ निवेदन लेखेर चाहिँ श्रीमान प्रधानाध्यापक ज्यूलाई चाहिँ म चाहिँ कोचिङ पढ्दैछु, त्यस कोचिङमा चाहिँ म चाहिँ विज्ञान विषय चाहिँ विज्ञान टिचर छ तर उहाँले चाहिँ राम्रोसित पढाउँदैन, उहाँको पढाइ हामी सबै विद्यार्थीहरु चाहिँ बुझ्दैनौँ र त्यसमा चाहिँ त्यो सरले चाहिँ राम्रोसित बुझाउँदैन, नोटहरु लेखाउँदैन साइन्समा, अनि त्यस सरलाई चेन्ज गरेर नयाँ सर चाहिँ सरलाई भन्छु भने ल्याइदिन खोजेर ल्याउनुस् भने उहाँ त्यो चाहिँ निवेदन कसरी लेख्न चाहिँ त्यस चाहिँ शीर्षकमा त्यही कमेन्ट गर्नुभएको थियो। त्यसको चाहिँ म कमेन्ट पढेर चाहिँ आज यस भिडियो बनाएको छु र तपाईहरुको चाहिँ यहीमा चाहिँ तपाईहरुको चाहिँ विज्ञान विषय चाहिँ जस्तै कि गणित विषयमा राम्रोसित पढाइ हुँदैन भने तपाईहरु यसमा चाहिँ तपाईहरु चाहिँ यसको सट्टामा विज्ञानको सट्टामा चाहिँ यहाँ चाहिँ तपाईहरु गणित लेखेर तपाईहरु चाहिँ लेख्न सक्नुहुनेछ निवेदन। त्यही सेम छ, यहाँ चाहिँ गणित विषयको शैक्षिक परिवर्तन सम्बन्धी निवेदन यदि तपाईहरुलाई गणितको समस्या छ, गणित टिचरको भने, अनि अंग्रेजीको छ भने अंग्रेजी, यहाँ चाहिँ अंग्रेजी तपाईहरु चाहिँ लेखेर तपाईहरु चाहिँ निवेदन लेख्न सक्नुहुनेछ साथीहरु। अनि म चाहिँ यसमा चाहिँ XYZ कोचिङ सेन्टर, यसमा चाहिँ कुनै कोचिङको सेन्टरको नाम लेखेको छैन, जस्तै कि तपाईहरु चाहिँ यसमा तपाईहरु आफै पनि लेख्न सक्नुहुनेछ कि जस्तै कि यसमा चाहिँ XYZ चाहिँ म यहाँ कोचिङ सेन्टरको नाम राखेको छु। तपाईहरु जस्तै कि तपाईहरुको चाहिँ कोचिङ विद्यालयमा तपाईहरु पढ्दै हुनुहुन्छ र त्यही विद्यालयबाट चाहिँ कोचिङ पढाउँदै हुनुहुन्छ भने तपाईहरु जस्तै कि ललकुबाट चाहिँ पढाउनुहुन्छ भने श्री ललकु माध्यमिक विद्यालय चाहिँ कोचिङ सेन्टर तपाईहरु लेख्न सक्नुहुनेछ। जुन तपाईहरु MCC मा पढ्दै हुनुहुन्छ भने MCC कोचिङ सेन्टर, त्यो कोचिङ आफ्नो कोचिङ सेन्टरको चाहिँ नाम लेख्नु होला यहाँ चाहिँ साथीहरु। जस्तै कि म तपाईहरुलाई यसमा चाहिँ XYZ को सट्टामा चाहिँ एउटा साथीले चाहिँ कमेन्ट गर्नुभएको थियो कि श्री माध्यमिक विद्यालय महदेवा पर्ताहा सखनन कर्कटे 3 कोचिङ सेन्टर चाहिँ रहेछ मेरो कोचिङको नाम। त्यो चाहिँ तपाईहरु त्यस साथीसित चाहिँ अनुरोध गर्छु त्यहाँ तपाईहरु आफ्नो चाहिँ कोचिङ सेन्टरको चाहिँ यसमा नाम लेखिदिनु होला साथीहरु। आफ्नो जुन चाहिँ कोचिङ सेन्टरको नाम हो त्यो आफ्नो चाहिँ यसमा चाहिँ नाम लेख्नु होला है, यसमा है XYZ कोचिङ सेन्टरको स्थानमा है। अनि त्यसपछि चाहिँ यसमा चाहिँ अनि विषयमा चाहिँ राख्नुपर्छ विज्ञान विषयको शिक्षण चाहिँ शिक्षक परिवर्तन सम्बन्धी है। शिक्षक छ तर शिक्षक परिवर्तन सम्बन्धी यो शिक्षकबाट पढाइ हुँदैन, राम्रोसित बुझाउँदैन, नोटहरु लेखाउँदैन, अनि यो टिचरको पढाइ हामीहरु बुझ्दैनौँ, अनि त्यसकारणले नयाँ टिचर चाहिँ विज्ञान विषयको खोजेर नयाँ टिचर ल्याइदिनु हुन अनुरोध गर्दछु, आफ्नो प्रधानाध्यापकलाई निवेदन लेख्नु है। त्यसको बारेमा चाहिँ यो रहेछ। जस्तै कि तपाईहरुको चाहिँ अंग्रेजी विषय पढाउँदिनु भने अंग्रेजी विषयमा राम्रो तपाईहरु बुझ्दै भने यहाँ अंग्रेजी विषयको चाहिँ लेख्न सक्नुहुनेछ। अर्थात् जस्तै कि तपाईहरुको टिचरै छैन स्कुलमा भने तपाईहरु त्यसको बारेमा पनि यसमा मात्र
विषय मात्र चेन्ज गर्नुपर्ने छ साथीहरू। विषय मात्र चेन्ज गरेर अनि लेख्न सक्नुहुनेछ। अनि यसमा अनि अब चाहिँ सुरु गरौँ यसमा कसरी लेख्न सक्नुहुन्छ। अनि श्रीमान यसमा पनि लेखेर चाहिँ सुरु गर्नुहुनेछ। यहाँ श्रीमान अर्थात् तपाईहरु चाहिँ महोदय लेखेर तपाईहरु पनि सुरु गर्न सक्नुहुनेछ साथीहरू। महोदय तपाईहरु त स्कुलमा सिकाएको होला महोदय लेखेर अनि सुरु गरिन्छ, त्यो पनि लेख्न सक्नुहुनेछ साथीहरू है। म चाहिँ यसमा श्रीमान लेखेर श्रीमान अति राम्रो भयो त्यो भन्दा पनि, त्यसकारण तपाईहरु श्रीमान नै लेख्नु होला साथीहरू। अनि अब चाहिँ विषयवस्तुतिर लागौँ। यसमा चाहिँ विनम्र अनुरोधका साथ यस पत्र मार्फत चाहिँ हाम्रो कोचिङ सेन्टरमा चाहिँ अध्यापन गराउँदै आउनुभएका विज्ञान विषयका चाहिँ शिक्षक श्री राजकुमार सर है, उहाँको जसले कमेन्ट गर्नुभएको थियो त्यसको चाहिँ विज्ञान विषय चाहिँ राजकुमार सरले चाहिँ पढाउँदै हुनुहुन्थ्यो। अनि त्यसको बारेमा जस्तै कि तपाईहरुको चाहिँ टिचरको नाम के छ है, जुन टिचर पढाउँदै हुनुहुन्छ त्यसको टिचरको नाम के छ, त्यो टिचरको नाम लेखेर चाहिँ यसमा मात्र नाम मात्र चेन्ज गर्नुपर्ने छ। अनि विज्ञानको अंग्रेजीको लेख्दै हुन्छ भने अंग्रेजी है। अनि यसमा चाहिँ विषय अनि त्यस टिचरको नाम अनि के मात्र चेन्ज गरेर जस्ताको त्यस्तै चाहिँ यसबाट नै हुनुपर्ने छ है। श्री राजकुमार सरको बारेमा चाहिँ केही कुरा चाहिँ अवगत गराउन चाहन्छु। उहाँले चाहिँ उहाँको बारेमा चाहिँ केही कुरा चाहिँ अवगत गराउन चाहन्छु प्रधानाध्यापकज्यूलाई। अब चाहिँ हामी विज्ञान विषय अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूको चाहिँ तर्फबाट हामी तपाई समक्ष अनुरोध गर्न चाहन्छौँ कि सरको चाहिँ शिक्षण शैली हामी विद्यार्थीहरूको लागि बुझ्न कठिन भइरहेको छ। उहाँको शिक्षण शैली हे साथीहरू, यसमा अर्थात् यसमा चाहिँ के भनेछु भने उहाँको शिक्षण शैली रहेछ नि, यहाँ उहाँको शिक्षण शैली हामी विद्यार्थीको लागि बुझ्न कठिन भइरहेको छ। उहाँको शिक्षण शैली उहाँले पढाउँदैछ भने त्यसको पढाइ हामीहरू बुझ्दैनौँ। उहाँले चाहिँ राम्रोसित पढाउँदैन, उहाँले कसरी पढाउँछ भने त्यसले चाहिँ टेक्निक जानेको छैन। अनि सरले अध्यापन गर्ने तरिका स्पष्ट सरल र विद्यार्थी मैत्री नहुँदा हामीले पाठ राम्रोसँग चाहिँ बुझ्न सकिरहेका छैनौँ, त्यो चाहिँ यसमा चाहिँ लेखेछ साथीहरू। अर्थात् यसमा चाहिँ के भयो भने जस्तै कि तपाईहरुको चाहिँ टिचर विद्यार्थी अनुसार चाहिँ पढाउनु पर्छ। यो विद्यार्थी कस्तो छ पढाइमा अनि यो विद्यार्थी चाहिँ कसरी बुझ्छ, हाम्रो पढाइ बुझ्दिनु भने अब चाहिँ कुन माध्यम अपनाएपछि चाहिँ यसले चाहिँ मेरो पढाइ बुझ्छ, त्यो कुनै पनि माध्यम नअपनाएर आफै जस्तै उहाँलाई जस्तो आउँछ त्यस्तै चाहिँ पढाउँछ, त्यही पढाउँदै हुनुहुन्छ, त्यही भन्नु छ। अनि जसले गर्दा चाहिँ हाम्रो शैक्षिक चाहिँ प्रगति प्रभावित हुँदै गएको छ। हामीहरू चाहिँ अरू कमजोर चाहिँ हुँदै गएको छ उहाँको पढाइले गर्दा है। अनि हामी सबै विद्यार्थीहरू चाहन्छौँ कि विज्ञान विषय अझ राम्रोसँग बुझ्न सकियोस्, हामीहरू त्यो भन्दा पनि राम्रोसित बुझाओस्, त्यस्तो टिचर चाहिँ खोजेर ल्याओस्, त्यो भन्दा पनि राम्रोसित हामीहरू बुझ्न सकोस्, चाहिँ विज्ञान विषयमा नोटहरू लेखाओस्। त्यसैले हामी विनम्रतापूर्वक चाहिँ अनुरोध गर्दछौँ कि श्री राजकुमार सरको चाहिँ सट्टामा अरू जस्तै कि तपाईहरुको चाहिँ देव सर छ भने श्री देव सरको सट्टामा चाहिँ अनि जुन सर आफ्नो चाहिँ सरको नाम लेखेर चाहिँ है, तपाईहरुको चाहिँ कोचिङ सेन्टरमा कुन सर छ त्यो सरको नाम लेख्नु होला। अर्थात् विद्यालयमा छ भने विद्यालय सरको नाम लेख्नु। अरू समक्ष चाहिँ र प्रभावकारी विज्ञान शिक्षक नियुक्त गरिदिनु हुन अनुरोध गर्दछु है। त्यो चाहिँ राजकुमार सट्टाको सरमा चाहिँ अरू अर्थात् यसमा चाहिँ के भन्नुहुन्छ भने यो विज्ञान सरलाई चाहिँ चेन्ज गरेर अरू नयाँ सर खोजेर चाहिँ त्यसको सट्टामा चाहिँ शिक्षक नियुक्त गरिदिनु हुन चाहिँ अनुरोध गर्दछु, नयाँ सर खोजेर है। अनि हामीलाई विश्वास छ कि तपाई हाम्रो अनुरोधलाई गम्भीरतापूर्वक चाहिँ गरिदिनु हुनेछ र आवश्यक कदम चाल्नु हुनेछ है। यसरी तपाईहरु लेख्न सक्नुहुनेछ। तपाईहरुलाई यो पनि लेख्नुपर्छ कि हामीलाई चाहिँ विश्वास छ कि प्रधानाध्यापकज्यू तपाईले मेरो कुरा राम्रोसित हाम्रो चाहिँ अनुरोधलाई चाहिँ तपाईले राम्रोसित पढेर अनि गम्भीरतापूर्वक है, यो चाहिँ मजाकमा उडाइकन चाहिँ गम्भीरतापूर्वक चाहिँ लिइदिनु हुनेछ र हाम्रो चाहिँ भविष्यको लागि चाहिँ नयाँ टिचर खोज्दै हुनुहुन्छ, आवश्यक कदम चाल्नु हुनेछ। हामी सबै विद्यार्थीहरूको तर्फबाट चाहिँ यसमा चाहिँ तपाईहरु हामी सबै विद्यार्थीहरूको तर्फबाट चाहिँ लेख्नु होला, किनभने तपाईहरुको सरको चेन्ज गर्न चाहन्छु भने त्यसकारणले आज्ञाकारी छात्र वा छात्रा आज्ञाकारी छात्रा नलेख्नु होला साथीहरु। त्यो पनि लेख्दा पनि हुन्छ, तर हामी सबै विद्यार्थीहरूको तर्फबाट यो अझ राम्रो, त्यो भन्दा अझ राम्रो भयो।
अनि त्यो लेखेर अनि कोमा दिएर अर्थात् यसमा तपाईहरु यसरी लेख्नु होला है, यसरी लेख्ने अनि त्यो यसमा चाहिँ माथिमा है पहिला यसरी लेख्ने साथीहरु है, म तपाईहरु हेराइदिन्छु। अनि यो छ नि हामी सबै विद्यार्थीहरुको तर्फबाट यो तपाईहरु यहाँ माथि लेख्ने, यो सकिहाल्छ भने यसमा तपाईहरु यो साइड है, यो साइड हैन है, यो साइड चाहिँ राइट साइड चाहिँ तपाईहरु लेख्नु होला साथीहरु, राइट साइड तपाईहरु यो हामी सबै विद्यार्थीको लागि विद्यार्थीहरुको तर्फबाट यो चाहिँ राइट साइड लेख्नु होला है साथीहरु, राइट साइड लेख्नु होला। अनि त्यसको चाहिँ यसरी लेख्नु होला अनि डाइरेक्ट त्यसको चाहिँ तल नाममा चाहिँ तपाईहरु नाम लेख्नु होला। अनि नाममा चाहिँ तपाईहरु जस्तै कि एउटा विद्यार्थी मिलेर मात्र लेख्नु भएको छ भने आफ्नो नाम लेख्नु होला। तर सबै आफ्नो क्लास जति जना चाहिँ कोचिङ पढ्दै हुनुहुन्छ अर्थात् जति जना क्लासमा विद्यार्थी हुनुहुन्छ सबैजना चाहिँ मिलेर चाहिँ लेख्नुहुन्छ भने तपाईहरु विद्यार्थीहरुको नाम चाहिँ मा लेख्नु होला। जस्तै कि कक्षा कतिमा तपाईहरु चाहिँ पढ्दै हुनुहुन्छ, कक्षा 10 मा, कक्षा 8 मा, कक्षा 7 मा अर्थात् कक्षा 9 मा, कक्षा 9 का सम्पूर्ण विद्यार्थी हरु अथवा कोचिङ पढ्दै हुनुहुन्छ भने कक्षा 9 मा कोचिङ पढ्ने सम्पूर्ण विद्यार्थीहरु जुन कक्षामा पढ्छ त्यो कक्षाको नाम लेखेर दिनु होला। अनि मितिमा चाहिँ कुन मिति तपाईहरुको चाहिँ अहिले चाहिँ कुन मिति रहेछ, कति गते चाहिँ रहेछ त्यो चाहिँ यसमा चाहिँ यहाँ तपाईहरु आफ्नो चाहिँ मिति लेखेर चाहिँ तपाईहरु यहाँ आफ्नो मिति लेख्नु होला साथीहरु। यसरी चाहिँ आफ्नो जस्तै कि नयाँ टिचर कुनै टिचरको अभाव छ अर्थात् त्यस टिचरको चाहिँ तपाईहरु पढाइ बुझ्दिनु भने त्यो टिचर नयाँ टिचर त्यसको सटाम चाहिँ खोजेर ल्याइदिनु हुन तपाईहरु प्रधानाध्यापकलाई चाहिँ कसरी निवेदन लेख्न चाहिँ यस भिडियोमा तपाईहरुलाई सिकायो। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो आशा गर्दछु तपाईहरुलाई यो भिडियो धेरै नै राम्रो लागेको होला र यसबाट धेरै कुरा तपाईहरु पनि सिकेको होला। अब तपाईहरु मजाले लेख्न सक्नुहुनेछ कि श्रीमान प्रधानाध्यापक ज्यूलाई चाहिँ कसरी निवेदन लेख्ने कि कुनै टिचरको अभावको बारेमा नयाँ टिचर खोजिदिनुको लागि अर्थात् कुनै टिचरको सट्टामा अर्को टिचर ल्याइदिनुको लागि कसरी चाहिँ निवेदन लेख्ने अब तपाईहरुलाई मजाले भइहाल्छ लेख्न। आशा गर्दछु यो भिडियोको माध्यमबाट तपाईहरुलाई अब राम्रोसित र धेरै कुरा ज्ञान प्राप्त भएको होला। अब तपाईहरु चाहिँ कुन भिडियो चाहनुहुन्छ कमेन्ट गरेर बताइदिनु होला। म सबैको चाहिँ कमेन्ट पढ्दै छु, त्यसकारणले तपाईहरु कमेन्ट पढ्छु अनि म तपाईहरुको कमेन्ट अनुसार चाहिँ भिडियो बनाउँदै छु है। त्यसकारण तपाईहरु कमेन्ट गर्नु होला र तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरेर बताइदिनु होला। र त साथीहरु आजको भिडियो यति नै र अहिलेसम्म मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। जय नेपाल।